यस बुर्बापुर नगरपालिका वडा नम्बर 1 को आर्थिक वर्ष 82-83 को हालसम्मको वार्षिक प्रगति विवरण म यहाँ समक्ष पेश गर्न गइरहेको छु। सार्वजनिक सुनाई कार्यक्रम 82-83 2083 वैशाखसम्मको व्यक्तिगत घटना दर्ता, जन्म दर्ता 51 वटा, मृत्यु दर्ता 10 वटा, विवाह दर्ता 33 जोडी, बसाइसराई 42, 37 गएको 5 आएको, सम्बन्ध विच्छेद 2 जोडी, सामाजिक सुरक्षा तथा नवीकरणतर्फ 283 जना, नयाँ लाभ गराई यस वर्षमा थप 5 जना, नवीकरणतर्फ 278 जना, राजस्वतर्फ हालसम्म 1,44,614 रुपैयाँ, मालपोततर्फ 31,401, सिफारिसतर्फ 1,0713, पञ्जीकरणतर्फ 12,500। त्यस्तै नागरिकता सिफारिस 77 जना, नाता प्रमाणित 28, ग फारम 10, 4 जिल्ला 4, अनुगमन तथा सुपरिवेक्षण नगर प्रमुखज्यूबाट 2 पटक, प्रशासकीय प्रमुखज्यूबाट 2 पटक, वडा समितिको बैठक 25 वटा, जम्मा चलानी सङ्ख्या 530। त्यसै गरी हालसम्म सम्पन्न भएको हाम्रो पुँजीगत तर्फको योजनाहरू 69% सम्पन्न भएको छ, जसमा दिएका योजनाहरू रहेको छ सूचना तथा सञ्चार 30,000, आदि स्वास्थ्य केन्द्र रामरीगाँडा गाउँघर क्लिनिक सञ्चालन, ब्याट्री इन्भर्टर ल्यापटप खरिद 2,10,000, एकीकृत स्वास्थ्य शिविर तथा औषधि खरिद 50,000, कम्प्युटर शिक्षा कार्यक्रम 2 लाख, पिटौली व्यवस्थापन 4,20,000, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रम 77,000, मालारानी प्रहरी चौकी व्यवस्थापन 50,000, वडा कार्यालय व्यवस्थापन खर्च, ल्यापटप, कार्पेट तथा फर्निचर खरिद 3,50,000, साउन्ड सिस्टम तथा बाजा खरिद 50,000, विद्यालयहरूमा प्रिन्टर खरिद कार्यक्रम 1 लाख, माथिल्लो भुल्के अचार ढुङ्गा सल्लाहघारी सडक निर्माण 4 लाख, वडा नम्बर 1 मा विद्युत विस्तार 5 लाख, आले खोला झौरिया फेदी सिँचाइ कुलो निर्माण 2,50,000, च्याने खोला झौरिया सिँचाइ कुलो निर्माण 1 लाख, च्यानडाँडा सिँचाइ टङ्की निर्माण 1,50,000, ल्यापटप खरिद 60,000, जुगेपानी सिमस्यार सिँचाइ कुलो 2 लाख, जुगेपानी डुम्री गैरा खानेपानी टङ्की निर्माण 1,20,000, गाउँघर क्लिनिक फर्निचर खरिद 15,000, ठुलो धारा सिँचाइ टङ्की निर्माण 1 लाख, बुद्धुङ्गा गैरी गाउँ सिँचाइ कुलो निर्माण 1,50,000, मजुवा बनमुके डाँडा सिँचाइ कुलो निर्माण 1,50,000, रातमाटे सिँचाइ कुलो निर्माण 1,50,000, लालप्रसादको खेत सिँचाइ कुलो निर्माण 1 लाख, सानो पँधेरा बलेलीको खेतसम्म सिँचाइ कुलो निर्माण 2 लाख, आदि रामरीगाँडा घेरबार 2,50,000, कालचे प्रतीक्षालय निर्माण 2 लाख, प्रहरी फलाटे क्यान्टिन मर्मत 50,000। हाम्रो टोटल 46,75,000 को पुँजीगत तर्फ खर्च भएर 69% खर्च भएको छ। हालसम्म सम्झौता भएका र काम सम्पन्न नभएका र काम गर्न बाँकी रहेका योजनाहरू हाम्रो यस प्रकार रहेका छन्। बलगासे सिँचाइ कुलो निर्माण 1,50,000, प्रावि तुसारे पानी घेरबार 2 लाख, वडा कार्यालय घेरबार 2 लाख, मेलमिलाप व्यवस्थापन 50,000, रातमाटे सिस्नेरी सडक निर्माण 2 लाख, जुगेपानी सिँचाइ कुलो निर्माण 1 लाख, वडा स्तरीय तथा छिमेकी प्रावि तथा आदि अतिरिक्त क्रियाकलाप 77,000, साक्रे खोला पिप्ले सिँचाइ कुलो 2 लाख, कालचे जुम्री गैरा सिँचाइ टङ्की निर्माण 1 लाख, दह प्रतीक्षालय मर्मत 1 लाख, होलिङ बोर्ड निर्माण 35,000 गरेर 14,05,000 को हाम्रो काम गर्न बाँकी छ, जसको 31% बाँकी छ। त्यसै गरी यो नगरपालिकाद्वारा विनियोजित हाम्रो 23 लाख रकम थियो। यो मध्ये अहिलेसम्म कुनै पनि योजना सम्पन्न भएको छैन। कालचे अधुरो खानेपानी 8 लाख, कालचे सार्वजनिक शौचालय निर्माण 10 लाख, प्रजातन्त्र सेनानी स्मारिका अधुरो कार्य सम्पन्न तथा फलाटे पहिरो नियन्त्रण 3 लाख, सुरक्षित नागरिक आवास निर्माण 3 लाख, यिनी योजनाहरू बाँकी नै छ। त्यसै गरी हाम्रो यो चालु अब 82-83 को कुल बजेट 68,53,000 रहेको थियो।
जसमा पुँजीगततर्फ 60,80,000, चालुतर्फ 7,73,000। पुँजीगत खर्च 69%, बाँकी 31%, चालुतर्फ हालसम्मको खर्च 88%, बाँकी खर्च 12% रहेको छ। हवस्, यहाँहरूलाई नमस्कार। मिति 2083 वैशाख एउटा ध्यान दिनुहोस् न है, 21 गतेको दिन हाम्रो ओडाले यो आर्थिक वर्षमा के कति रकम प्राप्त गर्यो विकास निर्माणको लागि। अब यहाँ विकास निर्माण बजेटको लागि, बजेट जो प्राप्त गर्छ नि माथिबाट सरकारबाट, त्यो कहाँ कति खर्च भयो, कुन कुन योजना कति खर्च भयो भन्ने तपाईँहरूलाई जानकारी दिनको लागि हामी उपस्थित भएका छौँ। यहाँ ध्यान दिनु, यता ध्यान दिनु त। अनि यो सामान्यतः यो बजेट पनि दुई खालको हुन्छन् क्या, एउटा पुँजीगत भन्छ, एउटा चालु भन्छ। पुँजीगत भनेको ट्याक्कै देखिन्छ, जस्तै बाटो खन्ने, कुनै विकास निर्माण कामहरू के पुलो बनाउने, यस्ता कुराहरू, यस्ता कामहरू ठ्याक्कै देखिन्छ, जो पुँजीगत भनिन्छ। अर्को हुन्छ चालु। चालु भनेको त यहाँ खर्च हुने विविध कामहरू, जस्तै भनौँ न अफिसलाई चाहिन्छ, जस्तै किनेछौँ हामीले यो विद्यार्थीको लागि यो प्रिन्टरहरू, यो वितरण बाँकी छ, किनेर सकिसक्यो, वितरण बाँकी छ अझै। अब देखिँदैन सम्पूर्ण जनता देख्दैन नि त है। अब यहाँ कति चाहिन्छ, भित्र अफिसमा ल्यापटप चाहिन्छ, फर्निचर चाहिन्छन् होइन, ल्यापटपहरू चाहिन्छ, अन्य धेरै चिजहरू चाहिन्छ नि। अब कोही भत्ता खानु पर्ने, भत्ता त हामी ओडाबाट त हुँदैन, त्यो नगरपालिकाबाट हुने हो। त्यो नदेखिने, बाहिर नदेखिने चिजहरू चालु हो कि देखिने भने सबै पुँजीगत। अब पुँजीगत भनेको के हो, चालु भनेको के हो, अन्य हो, कहाँ कहाँ पैसा खर्च हो भन्ने थाहा नहुन सक्छ नि त। यो कुरा बुझ्नुपर्छ हामीले। यति सामान्य भाषामा देखिने जति चाहिँ पुँजीगत हुने, बाहिर देखिने, भित्र खर्च हुने सबै चालु हो कि। यो पैसा कति पायो त ओडाले यो आर्थिक वर्षमा? आर्थिक वर्ष भनेको जहिले पनि साउनको 1 गतेदेखि लिएर अब त्यसको आउने असारको 30 गते, असार मसान्तभित्रको अवधिलाई आर्थिक वर्ष भनिन्छ। अब हामीले यो आर्थिक वर्ष भनेको 82-83 हो। 82 को कति 9 महिना र 83 को 3 महिना गरेर 1 वर्ष, 12 महिनाको एउटा आर्थिक वर्ष हो। अब यो कति पायो भन्ने कुरा तपाईँले डिटेलमा सुन्नुभयो, कति पायो तपाईँले ध्यान दिएर सुन्नुभयो कि नै? ओडाले यो आर्थिक वर्ष कति पाएको पैसा सुन्नुभयो ध्यान दिएर कि सजिलो भन्नु भएन? सजिलो नभन्नु आयो कि तपाईँहरू नसुनेको? तपाईँको ध्यानै केमा छँदै छैन। सजिलो भन्नुभयो, खै त या त तपाईँहरू हामीले क्वेसन गर्ने ठाउँमा हामीले उल्टो क्वेसन गर्नुपर्ने जस्तो के। यो एकदम विडम्बना। मैले जहिले पनि भन्ने गर्छु यस्तो सभा समारोहमा, वक्ताले बोलेको कुरा ध्यानपूर्वक लगाएर सुन्नुहोस्। त्यहाँ हरेक क्वेसन हुन्छ, हरेक कमी कमजोरी हुन्छ। सच्याउनु तपाईँले हामीलाई सच्याउने, हामी तपाईँलाई सच्याउँदैन। तपाईँले हामीलाई राम्रो सच्याउनु भने हामी पनि राम्रो काम गर्ने हो। हामी पनि त मान्छे हो, कोही प्राइभेट सक्छौँ, कोही गल्ती गर्न सक्छौँ, कोही कमी कमजोरी गर्न सक्छौँ होइन। त्यो ठिक ट्र्याकमा हिँड्ने काम त तपाईँहरूको होइन भनेर अब भनेको कुरा भर्खरै 5 मिनट भाषामा त्यो कुरालाई तपाईँ ध्यान दिएर सुन्नु भने अब हामीलाई के क्वेसन राख्नुहुन्छ तपाईँ? राख्नुहुन्छ? साथीले भनेको र सुनेको होइन कि यदि यहाँ कुरा गर्ने बेला ध्यान एकैचोटि मोड्नुहुन्छ अनि के भयो यहाँ आउने एकछिन बस्ने जाने उपलब्धि केही पनि हाम्रो यो ओडाले कति बजेट पारेको अहिले थाहा भएन है कसैलाई? थाहा भएन भने अब हामीलाई भन्नु कि सजिलो हो होइन? भनिदिने हो एकचोटि मलाई नि ट्याक्कै पैसा यति त्यो जान्छ नि पैसा याद भएन। अब 68,000 कति 68,000 सरी 68 लाखमा एक बढी छ। अनि भन्नुकै एकमुष्ट थपिएकोहरू सबै अब कहिलेकाहीँ अब यो दोष के भन्छ हिउँदे अवधिसम्म के थपिएको छैन सन्त कहिले केही थपिन्छ। एकजना थप्यो भने त्यसलाई पैसा मान्नु पऱ्यो कि। कहिले नगरपालिकाको नगरको मिटिङले पनि थपिदिएको हुन्छ, तिमीलाई पनि पैसा बदल्दा
अहिले एकमुष्ट झ्याम्मै भन्नु सकिएन नत्र सुरुमा त 68 लाख सम्झिनुहोस् यति पैसा कहाँ गयो कहाँ के भयो भन्ने कुरा त्यो जान्नुपर्ने हुन्छ तपाईँहरूले होइन अब त्यो डिटेल त मलाई थाहा जम्मा मात्रै भनिदिएको कुन शीर्षमा कति गयो कुन शीर्षमा कति भयो भन्ने कुरा यहाँ भन्न त भनियो यो कुरा चाहिँ धेरै भास्ट छ धेरै छ एक एक गरेर अहिले मैले उद्योग भन्न नसक्नुला त्यस कारण तपाईँहरू कसैले चाहनुहुन्छ भने त्यो यहाँ देखाउन सकिन्छ यो किताबमा पनि छ होइन त्यस्तो किताबमा पनि हुन्छ सचिवले भनिसक्नु भएको छ होइन त्यो कुरो तपाईँले चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ होइन र यहाँ बाँकी कति रह्यो भन्दाखेरि योजना त थुप्रै थिए त्यो मध्ये काम सम्पन्न भइसक्यो सकिसक्यो काम त्यसको भुक्तानी फर्सेर पनि भइसक्यो त्यो कुराको त अब केही अब त्यति खाँचो भएन तर आजसम्म यो आर्थिक वर्षको उत्तरार्ध जब आर्थिक वर्ष बित्न लागिसक्यो अब जम्मा 2 महिना बाद बाँकी छ यति बेलासम्म किन काम भएन बाँकी काम किन रह्यो अहिलेसम्म के हेरेको है हुन्छ नि धेरै क्वेसन भन्ने यस्तो क्वेसन आयो भने मैले अब यो कारणले यो योजना सम्पन्न गर्न सकिएको छैन भन्न म जवाब दिने अब यो जवाब दिने पनि तपाईँहरूले अब सोध्नुभन्दा पनि अब म आफै भन्ने पर्ने स्थिति हो अब यहाँ काम हेरेर त थुप्रै बाँकी छ अब यो नगर स्तरीय हाम्रो वडाको पनि त्यस्तै प्रदेशको पनि 6 बजेट होइन कुनै धेरै छैन थोरै बाँकी छ काम जस्तै म पहिला वडाको भन्छु वडा स्तरमा के काम बाँकी छ भन्दा यो चालुतर्फ मेलमिलाप व्यवस्थापन भन्ने छ यो काम यसको एउटा कार्यक्रम गर्ने हो यो तपाईँलाई यसरी बोलाएर कानुन सम्बन्धी होइन काम गर्ने हो नि त यसको गाउँघरमा केही कौशली झगडा भयो लफडा भयो होइन केही द्वन्द्व भयो भने सबभन्दा पहिला हामी कहाँ आउनुपर्छ भन्दाखेरि वडामा मेलमिलाप छ यहाँ समिति छ होइन त्योमा आउनुपर्छ हामी त के गर्छौँ कहीँ झगडा भयो भने सिधा कहाँ जान्छौँ देउती डाँडा देउती डाँडा जान्छ होइन त्यहाँ चौकी पुलिसको बदलामा त्यहाँ देउतीको चाहिँ देवीको शक्ति जस्तो त्यही भएर सिधै हामी देउती डाँडा जान्छौँ पहिला आउनुपर्ने यहाँ हो कहाँ के गर्ने भन्ने कुरा यहाँ मेलमिलाप समिति छ त्यसले सिकाउँछ आफ्नो कि मिल्ने मुद्दालाई नै मिलाइदिने है मिल्न सक्दैन भने अगाडि बढाउने हो तपाईँहरू त के गरिदिनुहुन्छ यहाँ झगडा गर्ने आफू सिधै चौकीमा गयो अनि हामीलाई पनि चौकीले बोलाइदिन्छ हेर्नु त हामी पनि अपराधी अवस्था चौकीमा बोलाइन्छ हामी गइदिनु पर्छ नगइदिनु तपाईँ रिसाउनुहुन्छ हाम्रो भोटाल जिल्ला त्यति नगरिदिनु भन्ने भन्नुहुन्छ हामी चौकीमा जान्छ होइन नि चौकी त बहुत अनुल्टी पठाइदिन्छ जोडेर मिल्छ भन्नु यो मेलमिलाप व्यवस्थापनमा काम भएको एउटा कार्यक्रम कार्यक्रम गर्ने एक दिन होइन अरू वर्षभरि कतिवटा मुद्दा मिलाइयो होइन कतिवटा झगडा मिलाइयो भनेर त्यो सङ्कलन गरेर त्यसको सार्वजनिक गरिदिने मेलमिलापले त्यो दिन त्यो भएको छैन अनि वडा स्तरीय अन्तर विद्यालय अतिरिक्त क्रियाकलाप भन्ने छ यो पनि भएको छैन अब यो सबभन्दा पनि अहिलेको साथ के भन्दा 2 महिना 2.5 महिना चाहिँ चुनाव नै खाइदियो अब यो कार्यक्रम गर्नलाई वडा स्तरीय विद्यालयको प्रतिक्रिया गर्नको लागि अहिले शैक्षिक क्षेत्रमा फेरि यो 2-3 महिना 2.5 महिना चुनावले सक्यो होइन त्यो भएर अब विद्यालयको पढाइ कहिले परीक्षा हुने हो होइन कहिले विद्यालय बिदा हुने हो त्यो कारणले गर्दाखेरि अहिलेसम्म हुन सकेको छैन अब वैशाखको जेठको पहिलो हप्ताभित्रै सम्पन्न गरिएको छ अनि विविध शीर्षकमा हामीले 1.5 लाख सकिएका थियौँ विविध भन्दा भइपरि आउने जस्तो कि त्यसलाई चाहिँ यो पनि काम बाँकी नै छ यो काम चाहिँ 1.5 लाखको चाहिँ के छ भन्दाखेरि दहको त्यो छ नि पुरानो प्रतीक्षालय त्यसको टिन फेर्ने छाना फेर्ने र तल फेरि त्यो भत्काएर भनौँ न प्लास्टर गर्ने भन्ने छ तपाईँ सबै जानु भएको छ त्यो अहिले राम्रो छैन नि त होइन त्यसलाई बनाउनु भन्ने छ 35,000को अनि 15,000को हाम्रो स्वास्थ्य खोप केन्द्र कालजेको लागि एउटा दराज किनेको छ 1.5 लाख सकिएकोमा 15,000 दराज खरिदिसकियो त्यो सम्पन्न भयो 1 लाख 3 लाउन र तल प्लस गर्नु बाँकी छ र 35,000 पछि त्यो होर्डिङ बोर्डले ठाउँ ठाउँमा जस्तै भनौँ यहाँको त्यो के अरे यहाँको पनि लेखिया छैन अरे यो 3 को त्यसको पुरानो होइन पछि त्यो इटाको बनाएको त्यसमा लेखिएको छैन वडा नम्बर 1 को कार्यालयहरू लेखेको जस्तै गेटमा पनि लेख्नुपर्ने हुन्छ त्यसै ठाउँ ठाउँमा दहमा जति पनि मान्छे आउँछन् नि बिचराहरू बाटो खाना भन्नु नयाँ नयाँ कालतिर जाने हुन्छ पनि सोध्ने हुन्छ होइन ठाउँ ठाउँमा
त्यो भनौँ सङ्केत चिन्ह राखिदिनु रामज्ञान दह यसलाई ती हो भनेर त्यो सङ्केत चिन्ह हुन्छ नि भाइ हो त्यो देखाउनु बाँकी छ त्यो पनि छिटै सम्पन्न हुँदैछ अनि अर्को पुँजीको तर्फ माथिल्लो भुल्क्यो अचार ढुङ्गा सल्लाहकारी सडक निर्माण यो मध्ये भुल्केको भयो एउटै योजना आयो आधा भयो भुल्कीमा भएको भयो भुल्केको एरियाको अब अचार ढुङ्गा फलाटेको यसको बाँकी छ अलिकति यो पनि 2-3 दिन 3-4 दिन सकिन्छ अनि रातमाटे सिस्नेरी सडक खण्ड सडक बाँकी छ त्यहाँ अब के म भन्नु त त्यहाँ समुदायले जुन भनेको छु है समिति गठन गरौँ भन्दा अलिकति त्यहाँ के भयो के जुट्न सकिरहेन लागिपरेको छु अब यही सकेसम्म यही वैशाखभित्र समिति गठन गरेर काम सुरु गर्ने कुरो छ त्यसको लागि पनि काम सुरु गरेर त अब 2 लाखको बजेट हो अब जेसिबी प्रयोग गऱ्यो भने त त्यस्तै 2-3 दिनमै सकिन्छ यो पनि अब फ्रिज भएर जाला भन्ने डर छैन पनि अनि वडा नम्बर 1 मा विद्युत विस्तार यसको काम लगभग सबै सम्पन्न भइसकेको छ मात्रै भुक्तानीको बाँकी छैन भुक्तानी दिन बाँकी हो त्यो 5 लाख योजना थियो लगभग अब भनौँ न भुक्तानी बाँकी हो अब यो पनि छिटै होला अब जुगे पनि सिँचाइको निर्माण त्यो पनि निर्माणाधीन छ बनिरहेछ सकिया छैन काम चालु भइरहेछ अनि बलगाछी सिँचाइको निर्माण यसमा पनि 1.5 लाख थियो माथिल्लो जुगी पनि 1 लाख हो बलगाछी सिँचाइको निर्माणको चाहिँ 1,50,000 काम भइरहेछ अब मेट्नु बाँकी छ त्यो पनि 2-4 दिन सकिन्छ अनि सिस्नेरी पुल पक्की पुल बाँध तथा बाँध निर्माण भन्ने छ यो कति 3 लाखको उठाएर यसको पनि लगभग काम सुरु भइरहेको छैन काम सुरु भएर सकिया छैन यो पनि अब समयमा छिटै सकिन्छ अनि प्राविधिक तुषारे पानीको घेराबार त्योमा सम्झौता भइसक्यो काम बाँकी छ अनि वडा कार्यालय घेराबार यहीँनिर यो अहिले जो हाल छ घेराबार त्यतिकै अझै तलबाट लगाउनु भन्ने छ यसको समिति गठन भएको छैन समिति गठन भइसक्यो सम्झौता बाँकी छ अहिले धेरै दिनको काम थियो 10 दिन काममा सबै लगाउनु जेठको सबै कामहरू अब गोडा स्तरको कामहरू बढीमा बढी अब जेठको 15 सम्म सबै सम्पन्न हुन्छ अनि रह्यो उसको नगर स्तरीय कार्यक्रममा सबभन्दा ठुलो कार्य कालचे डाँडामा सामुदायिक शौचालय भनेछ 10 लाख बराबरको त्यहाँ प्राविधिक रहेर स्थान चेक गर्ने त्यो स्थान अवलोकन गर्नुको काम भयो अब त्योमा चाहिँ यसो समिति गठन गर्न कोही पनि अग्रसर भएको पाइन छोरे 3-4 ठाउँ त होइन कसैले अब गर्ने भन्ने मनसाय मैले मानेन अब त्यो कर गर्न भयो भने चाहिँ हामी टाउकोमा आउँछ त्यसको अर्को उपाय भने नगरपालिकाले आफै टेन्डर भन्दा कोटेसनबाट गर्छ भने त्यो पनि कुरा चलिरहेको छ अब त्यो पनि धेरै छ भन्न त्यो पनि अब फ्री हुने यस्तो खालको छैन र अर्को खानेपानीको छ त्यहाँ पनि 8 लाखको त्यो पनि लगभग सामान कुरा चल्दैखेरि काम सुरु भएको छैन अब त्यो पनि त्यो काम हुन्न सबै सामान खरिद गरिसकेका छन् अब महँगो पऱ्यो भन्ने कुरा आएको छ लगभग त्यो पनि सम्पन्न हुन्छ नै एस्टिमेट पहिलेको महँगी पछाडि पऱ्यो कि जसरी यो सल्टाउनु पर्यो रकम जाने कुरा भएन अनि एउटा कुरा यो नगरबाट हालेको योजना छ यो फलाँटेको शहीद स्मारकलाई 1 लाख हो माथि त्योदेखि माथिरको पहिरो हुनाले तारजारी लानु भनेर 2 लाख पहिला अलग शीर्षकमा चाहिँ 1 लाख र 2 लाखको पछि अब मान्छेले समिति गठन गर्ने मान्छे नै हुन्न भनेर एउटै शीर्षक बनाएर त्यो 3 लाख एउटा योजना बनाएपछि त्यो त्यहाँको बासिन्दाहरूलाई सोधे होइन पहिला त अब हामी गर्दैनौँ नगर्दा जेसी गरौँ भन्ने खालको जवाब पाएको थिएँ मैले अनि पछि आफूले फोन गरेर हामी 15 गतेभित्र सम्झौता गर्न आउँछौँ के समिति गठन गर्न आउँछौँ भन्दै अहिलेसम्म आएको छैनन् आज 20 गते भइसक्यो फेरि एकचोटि कारण के अरे सूचना गर्नु पर्यो
अनि एउटा बाँकी नगरबाट आएको छ 3 लाखको कार्यक्रम जनता आवास कार्यक्रम त्यो के अरे सिन्सियर एरिया छुट्याएको 3 लाख बराबरको त्यो पनि बाँकी छ त्यो पनि धेरै टाइम दिँदैन गएर अब लगभग सङ्कलन गरेर अब त्यो अहिले आफू वडाले गर्नु भनिरहेको छ नगर पैसा भयो भने लगभग सङ्कलन गरेर काम सुरु गर भनेपछि अब प्राविधिक लिएर स्किम गएर त्यो पनि फाइनल गर्ने छ भन्नु कुनै पनि योजना यहाँ परेको योजनाहरू के फ्री भएर जाने अवस्था त्यो शङ्काको विषय पनि छ समयमै त्यो सम्पूर्ण हुन्छ भन्ने आशा छ र अरू केही कुरा छ भने अब भनौँ अब अहिले एकछिनपछि राख्न सक्नुहुन्छ अब मैले भन्नुपर्ने के हो भन्दाखेरि विचार त छ सबैलाई पुर्याउँ सबैको आवश्यकताहरू सबैको इच्छाहरू पुरा गरौँ भन्ने त हुन्छ तर के छ भन्दा यहाँ एउटा पाउबन्दी सबभन्दा ठुलो कुरो भनेको पुँजी हो कि जबसम्म अब पुँजी पर्याप्त हुँदैन तबसम्म केही पनि गर्न सकिन्छ अब यहाँ माग धेरै भएर के आएको भने खानेपानी पाइप परार साल 3 लाख छुट्याएको योभन्दा अगाडि कार्यकाल कति छुट्टिएको थियो होइन मलाई चाहिँ थाहा भएन म आएपछि पनि दोस्रो सालमा 3 लाखको पाइप खरिद गरियो त्यसपछि 5 लाखको गरियो फेरि पोहोर साल 3 लाखको गरियो के अनि पाइप पुगेको छैन मान्छेहरूलाई धेरै माग छ खोइ कता जान्छ कुनै त्यो थाहा भएन अब यसको माग त समस्या त छ नि त छ यहाँ फेरि बस्ती छरिएर भएको छ है एक गोलमटोल भइदिएको भए एकै ठाउँ एकत्रित भइदिएको भए अब एउटा पाइपले पनि धेरैलाई एउटा मुलो लगाएको 500 लाग्छ अरे 1000 मुलो नगर्दा कति लाग्छ पाइप काम गर्थ्यो होला अब यहाँ त एकदम छरिएको छ ठाउँ अब पानी पिउनु त सबैलाई जरुरी छ आवश्यक छ होइन त्यो भएर पनि धेरै लागेको छ अझै पनि धेरै छ यहाँ खानेपानीको पुरा गर्न पाइपमा कुरा गर्न त्यस्तै कुलोहरू पनि अब कुलो पनि अब पहिलो कार्यकालदेखि नै लगभग 10 वर्ष हुन थाल्यो कुनै कुलो सम्पन्न भएको छैन लगभग एउटा कार्यकालमा 25-30% कुलोमा नै लगानी हुन्छ तर कहिले मलाई पुग्यो भन्ने छैन छँदा पनि छैन पुगेको पनि छैन कुनै पनि कुरा भएको छैन 100-125% कुलो पुरा भएको नि सबभन्दा म त के दोष दिनु त यो भौगोलिक विकटताले गर्दा यहाँ धेरै लगानी गर्नुपर्ने भएको छ बत्ती पनि त्यही समस्या खानेपानी सिँचाइ कुलो यो भौगोलिक विकटताले गर्दाखेरि नै यस्तो धेरै लगानी गर्नुपर्ने भएको स्थिति छ अब विद्यालयको स्थिति भौतिक पूर्वाधारहरू सुधार गर्न सकिएको छैन अब तपाईँहरू सुनिहाल्नुभयो पहिले हजममा 68 लाख हाराहारी बजेट छ अब 68 लाख रुपियाँले अहिलेको जमानामा एउटा राम्रो खालको पक्की घर बनाउन सक्ने स्थिति हुन्न भने यत्रो ओडालाई सायद संसारमा कुनै देशले यतिको ओडाभन्दा सानो हाम्रो 1 नम्बर ओडा भन्दा पनि साना त्यो कुनै देशभन्दा ठुलो छ कि ओडा भूगोल अब यस्तो छ स्थिति त्यो भएर सानो पुँजीले सबैलाई सधैँभरि मनज्ञ भन्दा पनि आवश्यकता पूर्ति गर्नसम्मको मात्र पनि यहाँ बजेट अपुग हुन्छ सबभन्दा आँखा पर्ने पनि नगर सरकार हो नगर सरकार पनि माथि निकट ताक्ने हो अब यस्तो भौगोलिक विकटताको भएको ठाउँमा सबभर सानाजना योजना नगरले गर्ने कुरा नगरले गरिदियोस् र प्रदेश केन्द्रले गर्नुपर्ने हुन्छ जस्तै हाम्रो पर्यटकीय स्थल तह छ अब यहाँ न वडाले गर्न सकिएको छ न नगरले गरेको छ न प्रदेशले गरेको छ न केन्द्रले नै हेरेको छ हुन त फेरि यो यसको स्थिति यो यहाँ अहिले के भन्दा भर्खर गत सालदेखि मात्रै भाइरल हो यो हुन त यो जमानादेखि त्यो पृथ्वीको उत्पत्ति कालदेखि नै स्थापना भयो तर भाइरल चाहिँ अहिलेदेखि हो गत साउनदेखि त्योभन्दा अगाडि भइदिएको हामीले लगभग 4-5 लाख छुट्याएको केही व्यवस्थित गरिसक्थ्यो अब गत साल मात्रै भयो अब हाम्रो त हम्मे साउन महिना त अब बजेट पनि छुट्याएर सकिसकेका हुन्छ विनियोजन भइसकेको हुन्छ अब कहाँबाट के लिएर बनाउने त्यहाँ सबभन्दा पहिलो आवश्यकता बाटो छ बाटोलाई 24 घण्टा 12 महिना सुचारू गर्न सकियोस् तब राम्रो हुनेछ त्यस्तै त्यहाँको भौतिक संरचना जति निर्माण गरिन्छ त्यसको लागि घेराबार चाहियो खानेपानीको आपूर्ति त्यस्तै छ सबभन्दा गाह्रो त्यो छ खानेपानी कहाँबाट ल्याएर पूर्ति गर्ने भन्ने छ
खानपान धेरै त लगाइँदैन। अनि बाटाको स्तर उन्नति गर्ने छ, खाने पनि सरल तरिकाले पुगिरहेको छैन, सिँचाइको पुलहरू पनि सम्पन्न भइसकेका छैनन्। अब गर्नुपर्ने धेरै छ, तर बजेटको भरम एकदम सानो आकारमा आउँछ। त्यसले गर्दा भने जति सोचे जति आवश्यक परे जति गर्न सकिएको छैन। यो हाम्रो कमजोरी भन्नुहोस् या नगरेको भन्नुहोस् होइन, जति अब गल्ती त मैले गरेको छु भनेर मैले त भन्दैन, तर त्यो कुरा म त भन्दैन। कमजोरी छ हाम्रो पनि, व्यक्तिगत रूपमा कमजोरी छ, सामूहिक रूपमा पनि कमजोरी होला छ होइन। त्यो कमजोरी थोरै पैसा भएको कारणले पनि मात्रै पनि म भन्दैन कि हाम्रो व्यवस्थापनकै कमजोरी पनि हुनसक्छ। हामीले राम्रोसँग लगानी गर्न नसकेको, जो महत्त्वपूर्ण योजनाहरूलाई हामीले छनौट गर्न नसकेका पनि हुनसक्छ। थोरै पुँजीबाट धेरै आम्दानी हुने खालका योजना छनौट गर्न नसकेका हुन्छौँ होइन। यो कुरा तपाईँहरूले नै केलाइदिने हो क्या। हामी त काम गर्ने हो, काम गर्ने मान्छे, हामी मान्छे हो। मान्छे सधैँभरि ठिक हुन्छ, सधैँभरि यसले राम्रो काम गर्छ भन्ने होइन। एउटा मनुष्यको नाताले हाम्रो पनि कमजोरी हुन्छन्। त्यो कमजोरी केलाइदिने भनेको तपाईँहरू जनता हो नै हो क्या। नत्र हामी त तपाईँहरू केही निर्देशन सही सल्लाह दिनु भएन भने हामी पनि त बराल लिन सक्छौँ होइन। बराल दियौँ भने त काम त नथालिने हुन्छ, भनेको काम त हुँदैन। आएको बजेट पनि बालुमा पानी हाले जस्तो हुन्छ, काम लाग्दैन। त्यसो हुन नदिनु लागि तपाईँहरू पनि हामीलाई पटक पटक औँला उठाइरहनुपर्छ, हामीलाई सचेत बनाइरहनुपर्छ। यो जिम्मेवारी, यो समाज आफ्नो ठाउँ बनाउने जिम्मेवारी प्रतिनिधिको पनि मात्रै होइन, तपाईँ जनता श्रमिक हो। तपाईँ जनता स्वयंले हामीलाई ठिक ठाउँमा परिचालन गर्नुभयो भने हामीले ठिक गर्ने हो। तपाईँहरू पनि बरालिने, हामी पनि बरालिने भने समाजको हालत कस्तो होला त्यो कल्पना पनि गर्न सकिँदैन। मन त छ आफ्नो ठाउँलाई सुधार्न, यहाँको सर्वाङ्गीण विकास गर्नको लागि, तर यसमा पैसाले मात्रै भएन। तपाईँहरूको सकारात्मक सोच, तपाईँहरूको सकारात्मक सहयोग, हौसला, प्रेरणाबाट मात्रै सम्भव छ। अथवा तपाईँको मात्र नभएर हामी सबैको, यो समाजमा बस्ने जति तबकाका मान्छेहरू छौँ, ती सबैको सकारात्मक सोच, एक अर्काको साथ र सहयोगले मात्रै समाज अगाडि बढ्छ। यहाँ कुनै एउटा वर्ग मात्रै, एउटा पक्ष मात्रै अगाडि बढेर हुँदैन। यसमा यस समाजको प्रगतिको लागि तपाईँ हामी सबैको अमूल्य योगदान हुनुपर्छ, मात्रै समाज अगाडि बढ्छ भन्दै म आजको यो भनाइ यहीँ राख्छु। अरू छ केही छ भने हाम्रो वडाबाट विनियोजित रकम कति खर्च भयो र नगरपालिकाबाट पनि हाम्रो केही पैसा विनियोजित भएको थियो, त्यो चाहिँ म थोरै भन्न गइरहेको छु। आधारभूत स्वास्थ्य केन्द्र रामरीकाडा गाउँघर क्लिनिक सञ्चालन, ब्याट्री, इन्भर्टर, ल्यापटप खरिदमा 2,10,000 रुपियाँ थियो। अनि 2 लाखको काम सम्पन्न भइसकेको छ, 10,000 रुपियाँ बाँकी छ। यसमा पनि हामीले 3,000 रुपियाँको औषधि खरिद गरिसकेका छौँ र केही रकम भुक्तानी गर्न मात्रै बाँकी हो यो। अनि एकीकृत स्वास्थ्य शिविर तथा औषधि खरिदमा 50,000 सम्पन्न भइसकेको छ। अर्को छ महिला स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम 77,000, यो पनि सम्पन्न भइसकेको छ। गाउँघर क्लिनिकमा फर्निचर खरिद भन्ने थियो 15,000 रुपियाँ, त्यो चाहिँ हामी दराज खरिद गरिसकेका छौँ। अर्को चाहिँ एउटा तपाईँको विद्यालय स्वास्थ्य शिक्षा तथा बालबालिका पोषण कार्यक्रम 40,000 रुपियाँ, यसमा बाँकी 19,000 बाँकी रहेको छ। यो किन रहेको छ भने हामीले प्रत्येक महिना बालबालिका तौल लिन्छौँ र प्रत्येक महिना चाहिँ हामीले यो असारसम्म पनि यो कार्यक्रम सञ्चालन भइराख्ने भएको कारणले गर्दा हामीले यसको भुक्तानी असारसम्म पनि लिन्छौँ। त्यही भएर यो चाहिँ 19,000 बाँकी छ। हाम्रो वडाबाट चाहिँ विनियोजित थियो। अर्को के छ भने गुरबापुर नगरपालिका स्वास्थ्य शाखाबाट आमा समूह सुदृढीकरण भन्ने कार्यक्रममा 1,10,500 रुपियाँ विनियोजित भएको थियो भने यसमा हामीले 85,000 रुपियाँ भुक्तानी ल्याइसकेका छौँ। यसमा 25,450 रुपियाँ बाँकी छ, यो पनि हामी सञ्चालन गरिरहेका छौँ। केही समयमा भुक्तानी पनि हुनेछ। अर्को छ कालचे गाउँघर क्लिनिकमा शौचालय निर्माण, त्यसमा चाहिँ 1 लाख रुपियाँ विनियोजित भएको थियो, काम सम्पन्न भइसकेको छ। भुक्तानी लिन पनि यसको बाँकी छ। हाम्रो चाहिँ स्वास्थ्य तर्फको बजेटमा यति मात्रै छ। त्यही भन्दै बिदा हुन्छु। अध्यक्षलाई एमजेसीले, मेरो नाम सोमराज अधिकारी। हाम्रो यस गुल्पाको एक रामरीकाडामा जति पनि विकासहरू चाहिँ आउँछन्, बजेटहरू आउँछन् अथवा विकास निर्माणको चाहिँ लागि चाहिँ आउँछ,
यहाँ ठेकदार त्यसका हुनुहुन्छ या चाहिँ हाम्रो अब वडासित समन्वय नगरी चाहिँ ठेकदारले काम गर्न सक्दैन। त्यही भएर हाम्रो चाहिँ यहाँ जति पनि चाहिँ काम गर्ने क्रममा त्यस हाम्रो रोडको स्थिति हेर रोड स्तर उन्नति नभइकन चाहिँ अथवा त्यसको चाहिँ मापदण्ड कति मिटर चौडाइ हुनुपर्ने हो त्यो नभइकन नाला खनिने अथवा चाहिँ त्यसलाई फेरि क्यान्सल गरेर फेरि अर्कोचोटि ग्रामीण गर्ने उता रोड चाहिँ 4 मिटर छैन यता चाहिँ दराबिन चाहिँ भइसकेको छ फेरि अर्कोचोटि चाहिँ त्यसलाई फेरि त्यो डबल ट्रिपल चाहिँ खर्च कहीँ हाम्रो चाहिँ यति वर्ष चाहिँ भयो अहिलेसम्म एउटा ठुलो अलिकति चाहिँ लामो एलपी गाडीसम्म चाहिँ मोड्न नसकिने चाहिँ मोडहरू छन्। यसलाई पनि चाहिँ केही स्थल उन्नति गरेर हाम्रो चाहिँ यो रोडको चाहिँ ऊ चाहिँ किन नभएको हाम्रो चाहिँ ठेकदारहरू चाहिँ त्यस्तै चाहिँ पर्नुहुन्छ। हाम्रो चाहिँ यस वडामा चाहिँ काम गर्ने अथवा हाम्रो चाहिँ यहाँ वडासित चाहिँ अध्यक्षहरूसित समन्वय गर्नै पर्दैन मनमानी चाहिँ हुन्छ कि किन हो यो अहिले पनि हाम्रो चाहिँ यस रोड वडा कार्यालयदेखि माथि चाहिँ कति 400-500 मिटरको चाहिँ यो भइरहेको छ काम चाहिँ सुरुवात पर्छ। म चाहिँ त्यसको स्तर उन्नति अथवा चाहिँ त्यसको चौडाइ 8 मिटर अथवा 10 मिटर कतिको चाहिँ मापदण्ड हुनुपर्ने हो त्यो नभइकन चाहिँ नाली काटिएको छ। त्यसमा चाहिँ त्यो नाली पक्की नाली चाहिँ बनाउन लागेको छ कोही चाहिँ रोडै चाहिँ कम छ। यो के हो अब असार जहिले पनि चाहिँ हाम्रो चाहिँ काम चाहिँ हुन्छ कहिले बजेट आउँछ कहिले चाहिँ गर्नुपर्ने भने चाहिँ किन यसरी चाहिँ यो ठेकदारलाई थाहा नभएर हो या यहाँ लापरवाही चाहिँ त्यस्तै हुन्छ। यो असारले चाहिँ विकास भने जस्तै अब दाममा दुममा चाहिँ पार्ने आफ्नो चाहिँ बजेटहरू चाहिँ पास चाहिँ गरेर जाने यहाँ चाहिँ हाम्रो चाहिँ काम चाहिँ राम्रो जुन ऊ गएर चाहिँ हुनुपर्ने हो त्यसको ऊ नगरिकन राम्रो चाहिँ नगरिकन चाहिँ यहाँ चाहिँ बजेट पास गरेर जाने काम चाहिँ भइरहन्छ। यही नै छ। र अर्को चाहिँ एउटा स्वास्थ्य सम्बन्धी पनि म यसैमा चाहिँ गाँसेर बोल्न चाहन्छु। हाम्रो यो स्वास्थ्यमा अथवा चाहिँ औषधि चाहिँ खरिद गर्नको लागि ढिला भएको 3 महिनासम्म पनि एउटा सामान्य ग्यास्ट्रिकको औषधि चाहिँ लिन 3 महिनासम्म पनि आउँदाखेरि एउटा सामान्य चाहिँ ग्यास्ट्रिकको औषधिको चाहिँ ट्याब्लेट चाहिँ अहिले पनि आएको छैन भोलि पनि आएको छैन पर्सि पनि आएको छैन। यो चाहिँ हामीले चाहिँ के कति कमजोरी हो त्यो खरिदमा ढिलो भयो यदि 3-4 महिनासम्म नआएपछि त्यो बिरामीले चाहिँ के गरेर चाहिँ औषधि खान्छ त कि यो समयमा चाहिँ आउनु पर्यो करिब 1 हप्ताको चाहिँ समय चाहिँ हुनसक्छ 3-4 महिनासम्म पनि हामीले एउटा चाहिँ ग्यास्ट्रिकको चाहिँ ट्याब्लेट चाहिँ लिन आउँदाखेरि नपाउने यसको पनि उहाँले चाहिँ उत्तर दिनुहुन्छ। हवस् 82-83को सार्वजनिक सुनाइमा हामीले उसको भइरहेको छौँ। सबैलाई अब स्वास्थ्य प्रमुख सचिवज्यू सबै सदस्यहरू आमा बुवा दिदीबहिनीहरू सबै उपस्थित भइरहेको छौँ। मैले भन्नु के छोटो अब सबैले भनिसक्नुभयो अध्यक्षले सब भनिसक्नुभयो सचिवले पनि सबै भनिसक्नुभयो प्रतिनिधि आज भने काम प्रतिनिधिवाचन हामीले देखिरहेको छ होइन काम हामीले पनि सबै काम बजेको काम हामीले सबै देखिरहेको छौँ। हामीले त्यो भन्नु पनि केही छैन उहाँले भनिसक्नु त्यो सत्य नै हो। अरू यहाँ के आवश्यक पर्छ भन्दाखेरि जवामाथि खानेपानी हुनुपर्छ। एउटा राम्रो गाह्रो हाम्रो इग्नोरमा विद्यालय राम्रो भन्नुपर्छ। पक्की भवन एउटै सानसानो भवन तुषार पानी बनिएको छ त्यो नगरपालिका बनाएको एउटा फलाने पनि बनेको छ तर यहाँ विद्यालय बनेन। त्यसको लागि यो पालिकाले गर्ने हो कि या परदेशले गर्ने हो सङ्घले गर्ने हो। अर्को पालि 83-84 सार्वजनिक सुनाइमा यो चाहिँ बनिदिनु पर्यो। यो यसको चाहिँ राम्रो बनेन हाम्रो यहाँ 1 नम्बरमा यो दहमा खानेपानी पनि व्यवस्था गरिदिनु पर्यो। पालिकाले गर्नुपर्ने हो कि परदेशले गर्नुपर्ने सङ्घले गर्नु केन्द्रले गर्नुपर्ने हो।
यति नै छ, यति भन्सोड भनेर राख्छु म। अरू भनेको छैन। ल हवस् त। म लीलाराम पाण्डे, म पलपालीबाट। धेरैजसो कुराहरू अध्यक्षज्यूले भन्न त भनिसक्नु भएको छ, तर पनि मैले हाम्रो वडा अध्यक्षज्यूलाई केही सुझाव अथवा मलाई मनमा लागेको कुराहरू भन्न गइरहेको छु। यसमा के कुरा आउँछ भने सडकको कुरो त आइसकेको छ। अलिकति ढिला सुस्ती असारे खेती जस्तो भएको छ। त्यसलाई अलिक छिटो छरितो कसरी हुन्छ, त्यो समयमै गर्नको लागि के गर्नुपर्ने हो, कहाँ पहल गर्नुपर्ने हो, ठेकेदारलाई हप्त्याउनु पर्ने हो कि आफू पनि आत्तिनु पर्ने हो। त्यस्तै बत्तीका मैले जतासुकै काठका पोलहरू देखिरहेको छु। यो काठका पोलहरूले हामीले कहिलेसम्म काम चलाउने हो, नपुगेको ठाउँमा कहिलेसम्म बत्ती बाल्न पाउने हुन्, यसको बारेमा पनि ध्यान दिनु होला। त्यस्तै गरी एउटा महत्त्वपूर्ण विषय जस्तो लाग्छ मलाई, हाम्रो गाउँ बस्ती करिब पातलो भइसकेको छ। यो मलाई जहाँसम्म लाग्छ सडक बत्ती 10-12 वर्ष पहिले आएको भए बस्ती पातलो हुन्थेन होला। बसाइसकेर व्यक्तिहरू जहाँ सुविधा छ त्यो ठाउँमा जान्थेनन् होला। त्यो हामी त्यसलाई दुर्भाग्य सम्झ्यौँ या जेसुकै सम्झौँ। तर पनि अहिले कोही व्यक्तिहरू गाउँ फर्कन चाहेका छन्, कोही फर्किएका पनि होलान्। तिनीहरूको लागि गाउँ फर्कन चाहनेलाई के कसरी चाहिँ फर्काउन चाहनुहुन्छ अथवा फर्काउन सकिन्छ, अथवा जो फर्किसक्नु भएको छ गाउँमा उहाँहरूलाई के कस्ता राहतहरू दिन सक्नुहुन्छ, के कस्ता ढाडसहरू दिन सक्नुहुन्छ, केही सेवा सुविधाहरू होलान्। केही उनीहरूलाई ओहो म गाउँमा फर्केको ठिकै गरेछु भन्ने खालको अनुभूति दिलाउनलाई के गर्न सक्छ यो वडाले अथवा अध्यक्षज्यूले। अहिलेसम्म मलाई चाहिँ एउटा कुरामा दुःख लाग्छ, अप्ठ्यारो नमान्नु होला। म आएको करिब 1.5 महिना भयो। त्यहाँसम्म ओहो यो भाइ फर्केर आएछ, के गरेछ कसो गरेछ भनेर अध्यक्षज्यूलाई मेरो जग्गाको वरिपरि मैले पाइला टेकेको देख्न चाहन्थेँ। त्यो भएन। त्यसमा सानो मेरो गुनासो पनि छ। त्यस्तै गरी खानेपानीको मैले खानेपानी त आएको छ, हामी विरत खानेपानीबाट वाञ्छित त भयौँ। तर पनि यही हामीले जुन पानी खाइरहेका छौँ यो पानीलाई दैनिक रूपमा खानको लागि के गर्नुपर्छ, खानेपानी अध्यक्षज्यूलाई कसरी जागरुक गराउनु छ अथवा चाहिँ हामी पनि कसरी जागरुक हुने हो त्यसको बारेमा पनि सचेतना दिनु पर्यो। हामीले साँझ बिहान पानी चाहिँ खान पाउनु पर्यो कसरी हुन्छ। अस्ति भर्खरै 3 दिन पछि बल्ल चाहिँ पानी आएको थियो। त्यसलाई कहाँ जानकारी दिनुपर्ने हो त्यसलाई सचेत गराइदिनु होला। त्यसै गरी सिँचाइका कुराहरू जतासुकै मैले अपराध देखिरहेको छु। मैले अघि भनिसकेँ, म आएको त यहाँ 1.5 महिना भयो। सबै कुराहरू मलाई जानकारी छैन। केही कुराहरू मैले नभन्नु पर्ने कुराहरू भनेको भए त्यसलाई म सरी भन्न चाहन्छु। तैपनि सिँचाइका कुराहरू अपुरा छन्, त्यसलाई पुरा कहिलेसम्म गराउन सकिएला हामीहरू त्यसको बारेमा पनि जान्न चाहन्छौँ। त्यस्तै हामी यहाँ कृषक हौँ, हामी कृषि प्रधान देश हो। हामीले केही खेती गर्न चाहन्छौँ। खेती गर्न त चाहन्छौँ, कसरी गर्ने? सधैँभरि त्यही धान लगाइरहने, त्यही पहिलेदेखिको धान लगाइरहने, अथवा यहाँ चाहिँ एउटा कृषि प्राविधिकको खाँचो जस्तो देख्छु कि मैले। एउटा कृषि प्राविधिक खटाइयो अथवा जेटिए खटाइयो भनेपछि यो बाली लगाउन त अहिले हामीले नयाँ बाली त फेरि लगाउन सक्छौँ। फलफुल खेती अथवा चाहिँ अन्न बाली, नगदे बाली के लगाउन सकिन्छ त्यसको बारेमा हामीले कृषकहरूलाई जानकारी दिएर त्यो दिनको लागि त प्राविधिक नै आवश्यक देख्छु मैले। त्यस्तै जेटिए रोग किराहरू लागेको बेलामा हामीलाई
के रोग लाग्यो हामीले निदान गर्ने गाह्रो पर्छ। कमसेकम वडा कार्यालयले केही रकम दिएर हुन्छ कि कसरी हुन्छ, कहाँबाट हुन्छ, एउटा जेठीसम्मको पनि यहाँनिर चाहिँ महिनामा एकपल्ट घुमे पनि हुन्छ। कमसेकम हाम्रो बालीमा यो खालको रोग लागेको छ, यो खालको औषधि गर्दा ठिक हुन्छ भन्ने जानकारी त पाउनु पर्यो। हामीले त्यसको लागि जेठीको आवश्यकता देखेँ। त्यस्तै यहाँ एउटा कृषि केन्द्र सकिन्छ भने कृषि सेवा केन्द्रको पनि मैले चाहिँ माग गर्न चाहन्छु। त्यस्तै यो छाडा चौपायाहरूको बारेमा, चौपायाहरू छाडा छ, कसरी चाहिँ टुलफुल लगायो होला, साकात लगायो होला, नयाँ बालुवाहरू पलायो होला, तिनलाई पनि नोक्सान बढी प्रयोग भएको कारणले गर्दा यो छाडा चौपायालाई हामीले नियन्त्रण गर्न कसरी सक्छौँ। त्यस्तै बोट बिरुवाहरू यो काटछाट गर्ने एउटा प्रचलन जस्तो यहाँ चलेको छ, त्यसलाई पनि रोकथाम गर्न के कसरी हामीले सचेतना गराउन सक्छौँ। त्यस्तै एउटा कुरो के लागेको छ भने यो जङ्गली जनावरहरूले बालीमाली नष्ट गरिदिनु भएको कारणले गर्दा त्यसलाई पनि केही सुरक्षा गर्नको लागि तारबार गर्नुपर्ने आवश्यकता देख्छु। त्यसको लागि वनमा कुरा गरेर हुन्छ अथवा सामुदायिक वनमा कुरा गरेर हुन्छ। सकेसम्म त्यो खतरा ठाउँहरूमा तारजाली गर्नको लागि कुरा गर्न पाए पनि हुन्थ्यो। र म चाहिँ के भन्छु भनेपछि सबैभन्दा पहिला हरेक ठाउँमा सुशासन विकास गर्नको लागि त प्रत्येक व्यक्ति आफूमा सक्षम हुनुपर्छ र हरेक मान्छेको सोच सकारात्मक भयो भने मात्रै सुशासन विकास गर्न सक्ने हो। अनि मान्छे नै आफै पहिला ऊ आफै सुशासनमा छैन भने उसले विकासको परिकल्पना पनि गर्न सक्दैन र थालनी गरेका विकासका कार्यक्रम पनि त्यो सम्पन्न हुँदैन। हामीले चाहिँ जति पनि देख्छौँ कि यही हाम्रो रामपिडाँडाको दहमा जति पनि पर्यटकहरू आउनुहुन्छ सबै आउनुहुन्छ र उहाँहरू आउनुहुन्छ खानुहुन्छ, तर उहाँहरूसँग अहिले जुन मान्छेमा हुनुपर्ने डिसिप्लिन अनुशासन त्यो छैन। उहाँहरू आउनुहुन्छ मजाले, दिनमा आउनुहुन्छ, रातमा आउनुहुन्छ, खानुहुन्छ, त्यहाँ भएको जतिलाई तोडफोड गर्ने, त्यहाँ भएको प्रतीक्षालयमा खाएको त्यो बियरदेखि लिएर के हुन्छ लागु पदार्थ या सबै खाएर झन् उल्टै उहाँले त्यो भाउले फोहोर गरेर जानुहुन्छ। र यसको लागि मैले के भन्छु भनेपछि हाम्रो वडाबाट गरेको सम्भव छैन नि त। अगाडि नगरपालिकादेखि नै लिएर अलि मान्छेलाई जनचेतनामूलक कार्यक्रम जस्तो लागु पदार्थ सम्बन्धी कार्यक्रमहरू पहिला पनि हामीले यहाँ कति लगभग त्यस्तै 3-4 पढ्ने बेलामा थियो कि एउटा के कार्यक्रम थियो कि जस्तो लागु पदार्थ सम्बन्धी सचेतनामूलक कार्यक्रम थियो, त्यो मलाई हल्का थाहा छ। र त्यस्तो कार्यक्रम भएपछि कमसेकम मान्छेमा सकारात्मक थिङ्किङ हुन्थ्यो कि मैले यो गर्दा ठिक हुने रहेछ, यो गर्दा बेसी हुने रहेछ। हामीले आफ्नो अधिकार त मजाले प्रयोग गर्छौँ, त्यो थाहा छ। हामीले आफ्नो अधिकार प्रयोग गर्ने र आफूले निभाउनु पर्ने कर्तव्य चाहिँ छोडिदिने, त्यो जेसुकै होस्। कमसेकम यहाँ घुमफिर गर्न आउने मान्छेले मैले खाएँ र मैले फोहोर गर्नुहुन्न, मैले यसलाई नियन्त्रण गरेर जानुपर्छ भन्ने मानसिकता छैन कि। त्यसको लागि चाहिँ अगाडिदेखि नै नगरपालिकादेखि नै कमसेकम अहिले कुरा कार्यक्रम सचेतनामूलक कार्यक्रम गरिदिएको भएपछि पनि मान्छेलाई आफ्नो अधिकारसँगै कर्तव्य पनि पुरा गर्नुपर्छ भन्ने सोच आउँथ्यो होला भन्ने चाहिँ मलाई लाग्छ। अब यति भन्दै मेरा 2 शब्द यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। हाम्रो यो भनेको वडा सरकार हो, एउटा देश हो, वडा हो। अब यसमा के भयो भन्दा आज हुन त यो नगरपालिकाले आयोजना गरेको पहिलोचोटि हो। सामान्य रूपमा हामीले नगरपालिकामै प्रस्तुत गर्ने गर्थ्यौँ। अब नगरपालिकाले के सिस्टम ल्यायो भन्दाखेरि अब जनताका सामु प्रत्यक्ष रूपमा आफूले गएका कुराहरू गरेका कुराहरू भन्नुपर्ने भन्ने त्यो एउटा मानसिकताले प्रत्येक वडामा आफ्नो वडामा सार्वजनिक सुनाइ भन्ने कार्यक्रम राखियो। वास्तवमा भन्यो भने यहाँ सूचना गरे अनुसार अत्यधिक जो वडा सरकारप्रति सकारात्मक होस् नकारात्मक होस् कुरा राख्ने व्यक्तिहरूको उपस्थित हुनु पर्थ्यो। अहिलेको फेरि यो सूचना दिने तरिका अलिक फरक भयो। किन
प्रविधि अनुसार चल्नु पर्यो नि। अहिले उहिले जस्तो गाउँमा चौकीदारलाई भक्कन पठाउने, चिच्यान पठाउने होइन, चिठी लेखेर पठाउने जमाना थियो होइन। वडा कार्यालय पनि परिवहन त्यही प्रविधि हो। जस्तै अब सामाजिक सञ्जाल सबभन्दा नजिकको भने सामाजिक सञ्जाल नै हो। अब हामीले नगरपालिकाले योभन्दा एकभन्दा अगाडि नै सूचना हालिदिइसकेको छ। हामीलाई पनि लाग्यो कतिपय पढ्नु भएको होला सामाजिक सञ्जाल खेलाउनेहरूले होइन, परिवारहरूले। र मैले पनि व्यक्तिगत रूपमै भर्खर 14 वर्गतिर पोस्ट गरिसकेको थिएँ। अब यसमा कतिपयले हेर्नु भएन, त्यो पुरा उहाँकै ठाउँमा हो। तर पनि मैले के भन्छु भन्दाखेरि जसलाई अलिकति सरोकार चासो हुन्छ नि, उहाँहरू त पक्कै पनि आइपुग्नु पर्ने होइन। जसलाई सरकारप्रति सरकारलाई उत्तरदायी बनाउन, सरकारप्रति गुनासो पोख्नको लागि त जागरुक हुनु पर्थ्यो। र अर्को कुरा आज के भयो भन्दाखेरि मौसमले पनि मौसमको प्रतिकूलता पनि भयो। भूगोल अप्ठ्यारो छ टाढाबाट। अब अहिले त बासिन्दा जनसङ्ख्या तल फाँटमा छ। अब यातायातको विकासले गर्दाखेरि बाटो नभए पनि यातायातको विकासले गर्दाखेरि जो कोही अब पैदल हिँड्न चाहनुहुन्न कठिनै हुन्छ। यता सुन्नु ध्यान दिनु। अनि यहाँ तलमाथि गर्दाखेरि अब अटो त त्यत्तिकै ल्याइदिन्न, जाँदा आउँदा अब 700-700 रुपियाँ त्यत्तिकै खर्च हुन्छ है। अनि केही नास्ता खानु पर्यो, त्यो पनि 100-200 खर्च भइहाल्छ। अर्कोतिर अब वर्षा लाग्यो, मल बोक्ने होला, मकै छर्ने होला, यी विविध कारणले गर्दा सायद उपस्थित हुन नसक्नु भएको होला। हुनसक्छ तिनै कारण हुन्। तर भएसम्म धेरैभन्दा धेरैको उपस्थित भइदिएको भए हामीलाई पनि जवाब दिन सजिलो हुन्थ्यो। अथवा भनौँ न एकचोटि बोलेपछि धेरैजनाले सुन्नुहुन्थ्यो। अब यहाँ लगभग 40-50 जनाको मात्रै उपस्थित छ। 40-50 ग्रुप बनाउने कति हुन्छ, कति जनसँग अब सबैलाई भन्नुपर्ने हुन्छ होइन। त्यही भएर तपाईँहरू जति हुनुहुन्छ, जति उपस्थित हुनुहुन्छ पुरा बुझेर जानुहोस्। नआएको भन्नु आफ्नो छिमेकी टोल छिमेकीलाई पनि बताइदिनुहोस्। मलाई पनि अलिकति खिन्नता त लाग्छ आफ्नो मनको कुरा। कहीँ यहाँ अध्यक्षले त यहाँको कार्यसमिति त कसैलाई सूचना दिएको रहेछ, सायद काम बिगारेर कसैबाट डह्रो खालको प्रश्न आयो उत्तर दिन सकिन्छ कि भन्ने डरले सूचनै नगरेको होला भन्ने पनि लागिहाल्यो कसैलाई। तर कारण त्यस्तो होइन। हामी गल्ती सायद लाग्छ गल्ती त गरिरहेको छैन। अब गल्ती नगरेर जवाब दिन के गाह्रो भयो होइन। जसले गल्ती गर्छ उसलाई जवाब दिने गाह्रो हुने हो। यहाँ त आजको परिस्थिति चाहिँ विशेष रूपमा चाहिँ म भन्छु मौसमको प्रतिकूलताले गर्दाखेरि नै उपस्थित हुन सकेन। नत्र यहाँ आजको भन्नुहुन्छ अब के अरे विद्यालयबाट वनबाट होइन अनेक छन् नि सङ्घ संस्थाहरू सबैबाट प्रतिनिधित्व भइदिए भए हुन्थ्यो भन्थ्यो है। गर्नु त गरियो। अब दोष भनेको कुरा अब आफू किन अब मौसमलाई दोष दिएपछि अरूलाई केही गर्नु भयो। र म अब विषयवस्तु जान्छु। अब आज 4-5 जना जो क्वेसन राख्नु भएको छ एकदम समय शानदार दिन्छ। मेरो चित्त पनि बुझेन। अब फेरि म अझ यो पनि भन्छु, कोही अध्यक्षले डर त्यो भन्ने थियो, डर मान्छे रिस मान्छे क्या होइन, अलिकति नराम्रो दृष्टिले हेर्छ कसैलाई लाग्यो पनि हुनसक्छ होइन। तर त्यस्तो होइन। हामी जिम्मेवार ठाउँमा बसेको मान्छे होइन। हामी यही कुरा फेस गर्नुको लागि बसेको आएको त यहाँ त होइन। यही कुरा फेस गर्नु भनेर तपाईँहरू पठाउनु भएको होइन। यस्तो कुरा सम्बोधिनुहुन्न। जे छ तपाईँहरू मनमा लागेको कुरा भन्नु। ती कुराले गर्दा हामीलाई सही बाटोमा सही मार्गमा हिँड्ने प्रेरणा दिन्छ क्या। त्यो भएर अब म विषयभित्र लागेँ। अब 1 नम्बर पहिलो नम्बर सहभागीले भन्नुभयो त्यो सडकको बारेमा, जो अहिले सायद उहाँले यहाँको यही उदाहरण दिनुभयो। यही उदाहरण काफी छ क्या। ठिक छ, उहाँले भने जस्तो त्यो कुरो जसले उहाँले सोध्नु भएको थियो मैले त्यही सोचेँ। त्यही सोचेको यो सन्दर्भमा त हाम्रो केही लाग्दो रहन्छ जस्तो लाग्छ। म कतिचोटि जिल्लामा त्यो प्रदेशको प्राविधिक कन्ट्र्याक्टर हुन्छु है। के अरे ठेकेदारसँग पनि कन्ट्र्याक्टर हुन्छु। त यसो कमी कमजोरी भयो यहाँ। मैले तपाईँलाई भने मेरो यो आवाज भनेको जनताको आवाज हो, त्यसरी काम गर्नु पऱ्यो भने मेरो पनि यही आवाज हुन्छ कि। नोट के भन्छ बजेट छोडेछ, अब यो भूगोलमा गर्न सकिँदैन, अब त्यही अनुसार इस्टिमेट हुन्छ भनिदिन्छ। ठेकेदार भन्छ हाम्रो ठेकेदार इस्टिमेट दिन्छ उयो गर्ने हो, उसलाई झनै छैन भन्न। केही छ त यो यहाँको मात्र होइन, यो देशैभरिको के हो। अनि विकास गर्ने कहिले जब झरी आउँछ नि त्यहीबाट सुरु हुन्छ। असाढे बजेट भन्नुहुन्छ आफै होइन, त्यही हो तरिका। यो यहाँ मात्रै होइन, यो पुरै देशैभरि यस्ता कुरालाई सच्याउँदै जाने हो।
कहिल्यै सोचिने भएन कि नेपाल यो पहिल्यैदेखि यस्तै हो। अब हामी आएपछि हामीले पनि बाहिर हुँदासम्म लाग्थ्यो कति गल्ती कमी कमजोरीहरू देख्थ्यौँ हामीले पनि सच्याउनु पर्छ भन्थ्यौँ। त्यहाँ पुगेपछि मैले यस्तो गर्ने छु है भनेर भन्यो खै त आइयो गल्ती फेरि आफ्नो पनि उस्तै थियो। त्यो काम गर्नको लागि त एउटा पक्ष मात्रै उत्तरदायित्व भनौँ न एक किसिमको पोजिटिभ होइन सक्रिय भएर हुँदो रहेछ। त्यसमा चाहिने सरकारबाट सबै पक्ष बिचमा समन्वय भएर गयो भने मात्रै हुँदो रहेछ। अब हाम्रो चाहना चाहिँ छिटो बनिदियोस् राम्रो बनिदियोस् भन्ने हो। छिटो राम्रो बन्नको लागि चाहिँ पुँजी नै फेरि कुरा आउँछ जताबाट घुमायो भने। अनि यो मानसिकता ठेक्दारको मानसिकता के कमाउने अब 20 लाखको ठेक्का छ सबभन्दा 10 लाख खर्च 10 लाख हाल्ने पकेटतिर त्यस्तो हुन्छ। ठेक्दारले पनि थाहा पाउनु न म मेरो कामले पनि समाजको सेवा गरिरहेको देशको विकास गरिरहेको भने उसले टुकुन थाहा पाउन उसले जम्मा त्यो पैसाले नाफामा मात्रै उसले मूल्याङ्कन गर्छ। अनि कर्मचारी कम हुन्छ झन् त्यस्तै यति कमिसन आउँछ ठिक छ त यसो गरिदिएपछि 2 जनाको कुरा मिल्नु पऱ्यो 2-3 ठाउँको कुरा मिल्नु परेन। अब हामी यहाँ साना प्रतिनिधि टोपल भइ टोपल लिएर प्रतिनिधि छौँ हाम्रो त के आशा भयो र ठुलो माथिल्लो स्तरमा त गर्छन् पक्कै गर्छन् त्यहाँ बजेट पारिदिएको छु यति चाहियो मलाई पक्का भन्छ त्यही भएर यस्तो हुन्छ। हामी यहाँ हेरेको हेरे जतिसुकै हामीले कम्प्लेन सुनौँ तपाईँको कुरा हाम्रो नगर्दैन मैले प्राप्ति कति भन्छु गरौँ यसरी के कुरा गरेर बोलाउँछन् हामीलाई मकै पारिदिन्छन् अनि ठेकेदार कुरा छोडिदिन्छ। यो यहाँको मात्र समस्या होइन मैले यहाँनिर त यो बजेट कस्तो भन्दा जम्मा 40 लाख अरे यो बाटो गर्दामा खरिगरदेखि यहाँ डाँडा त्यहीँसम्म 20 लाख पारी 20 लाख उगाएर यतातिर त के गर्ने उता पनि थाम्थुम यता पनि थाम्थुम। यो 20 लाखले कुनै यहाँ केही हुनेवाला छ मैले त पहिले सल्लाह दिएको प्रायः थोरै होस् राम्रो गुणस्तर होस् अर्को चाहिँ बनाउँछ भने यही माथि बनाउनु नपरोस् क्या अर्को चाहिँ बरु थप्यो हो त्यो किसिमले स्टिमेट गरिदिनु भने हुन्छ अध्यक्ष गरिदियो होला भन्ने भयो सधैँ 24 घन्टा त्यसको पैसा लाग्ने कुरा भयो। अब नाम दियो अनि ठेकेदारलाई भने अलिकति सुहाउने गरेर फल्नाले बनाएको भनेर गरेकै काम कमसेकम आफ्नो गुडविल राखेर ख्याति राखेर अर्कोचोटि पनि त पर्न सक्छ नि त। अब भविष्यमा काम पाइरहने राम्रो काम गरिदियो पाइने न त यहाँ पनि बिगाऱ्यो भने तिमीलाई कति चाहिँ ठेक्का कालो सुझिया पर्छ नै त्यो त हामी सचेत छौँ हामीले कहिले काम बिगारेको छैन भन्छन् है बिगारेको देखिरहेछ योभन्दा अगाडि पनि गर्थे। अब यहाँ फेरि हामीले प्रतिनिधिले मात्रै दोष अरूलाई दोष उम्किने त होइन दोष त हामीमा पनि छन् केही हामी प्रतिदिन यहाँ उपस्थित हुन्नौँ उनीहरूले चाहिने सेवा सुविधा हामी दिन्छौँ। मैले सुनेको यहाँ अध्यक्षज्यू सिमेन्ट राख्नु एउटा घरमा दिँदै दिनु भएन अब त्यो बाहिर राखेर सर्ट्ने हुन्छ बिग्रिने हुन्छ कमसेकम राख्न दियो होइन दिन्छन् नि किन नदिनु भाडा दिनु भने ए भाडा दिन्छु पनि भनेकै हो तै पनि दिनु भएन भन्ने कुरा एउटा बस्ती। अनि अर्कोले के गर्यो भन्दा त्यहाँ चाहिने काठहरू थियो थोरै सानसानो काठहरू थियो हामीले आँगनमा राख्यो त्यहाँ पनि राख्न दिएन रह्यो कहाँसम्मको असहयोग हो क्या त्यो त हामीमा नि त कमजोरी छ त होइन र हामी आएपछि मिल्दैनौँ। अब बिचरा सिमेन्ट ल्याएर कहीँ बाहिर राखेर तिरबाट छोपेर राख्ने बर्खा टाइम झेप लागिरहेको छ अब त्यो सिमेन्ट केही मात्रामा त बिग्रिने होला अनि त्यो बिग्रियो सिमेन्ट के राम्रो बनाइदिएर त्यो संरचना त्यसलाई सुरक्षा गर्ने जिम्मा त हामी यही प्रयोग गर्ने प्रयोगकर्ताहरू सरकारवालाले पनि उसलाई सहयोग गर्नुपर्छ। त्यो खानेपानी उपलब्ध हुन्छ भने त्यो पनि दिनु पर्यो ओभरफ्लो जान्छ पानी त्यसलाई यहीलाई सक्दुको हामी अरू आफ्नो भाग काटेर दिन त सक्दैनौँ त ओभरफ्लो त खेर जानु पाइन्छ हामीले दिन सक्छौँ भन्नु त सकिन्छ भन्न त्यो पनि हामीमा छैन होला। त्यही भएर हामी कसैमा पनि समन्वय छैन अभाव छ त्यही भएर कुनै पनि काम गुणस्तर रूपमा हुँदैन। अनि यो यहाँको मात्रै होइन मैले अघि नै भनिसकेँ धेरै ठाउँ गइसकेको अनि स्वास्थ्यको बारेमा त आएर होइन स्वास्थ्यमा त हामीले बजेट छुट्याएर काम गर्ने त्यहाँ माग भइरहेको छ। अब भविष्यमा राम्रै खालको यहाँ मेन समस्या के देख्यो भन्दा अघि
उहाँ स्वास्थ्यकर्मीको इन्चार्ज भन्नुभयो कुनै एकदम इमर्जेन्सी रोग लाग्दा औषध पाइँदैन कि भन्न अहिलेको एकदम फैलिएको रोग भनेको के हो प्रेसर एक छाप औषधि एउटा डोज छोड्यो भने उसलाई भनौँ न जिन्दगीभरि लामो जिन्दगी बाँच्दै पाउँदैन त्यो डक्टरले भनेको कुरा हो सबैले चरबाट भनेको कुरा अब त्यो एक दिन छोड्नु मिल्दैन यस्तो अवस्थामा अब नगरपालिका माग्दाखेरि त्यही हो भने टेन्डर प्रक्रिया नेपालका टेन्डर प्रक्रिया नियन्त्रण यति झन्झटिलो यति लामो छ प्रक्रिया त्यो औषधि कुनै मान्छे मरिसक्छ त्यो भएर अहिलेको आउने उसमा चाहिँ त्यो नपुर्ने अब आज ठिकै छ होइन आज ठिक छ नत्र यो प्रेसरको अनि यो सुगरको जो अलिक जल्दो बल्दो रोग छ नि यसको लागि औषधिको व्यवस्थाको लागि अलिकति बजेट विनियोजन गर्नुपर्ने हुन्छ किनकि जनता मान्छे त बचाउनु पर्यो अनि त्यस्तै छ अरू खानेपानी सम्बन्धी पनि धेरै छ अब यहाँ आफ्नो वडामा विरत खानेपानी योजना पूर्वाकरण सञ्चालन भयो त्यो मध्ये हाम्रो 1, 2, 3, 4 वडामा हो अब यो भेगको जनताहरूले अब पहिले नै खाइपाइ आउनु भएको छ अझै पनि त्यो योजनामा सामेल नहुने चाहना व्यक्त गरेपछि अब अरू उपाय त छैन अन्तबाट आउनु त छैन त्यो योजना सञ्चालन हुनसकेपछि अब महँगै पऱ्यो शक्ति पऱ्यो पनि काम त चल्थ्यो नि त अब अघि एकजना प्रश्नकर्ताले कुरा उठाउनु पर्यो एकदम मलाई मार्मिक लाग्यो यतिको बुझेको मान्छे पनि हुनुपर्छ कि गाउँमा यो यहाँको ठाउँको बस्ती विस्थापित हुनुको कारण के हो नम्बर 1 त पानी नै हो कि पहिला यहाँको गाउँको नाम त ठुलो गाउँ थियो त्यहाँ ठुलो धेरै मान्छे बस्नेमा धेरै घरधुरी भएर ठुलो गाउँ बनिएको अहिलेको मिति अहिले भर्खरसम्म चाहिँ एउटा घर छ सबै विस्थापित भएको कारण के हो पानीको कारण हो कि अब त्यो पानीले सम्भव जहाँसम्मबाट आउँछ त्यो पानीलाई सुचारू गर्नु पाए त्यो योजनालाई यहाँ सफल बनाउनु दिएको भए सायद बस्ती फर्केर आउँथ्यो कि त्यही कारणले यहाँ जग्गा जमिन सब बाँझो भयो बस्ती नै छैन ठुल्ठुला विकासका परिकल्पना गरेर के गर्ने यहाँ कसको लागि विकास गर्ने यहाँ मान्छे नै छैन मान्छे धेरै गएपछिको आवाज पनि ठुलो हुन्छ एकजना बोलेर भन्दा 10 जनाको त कता ठुलो आउँछ नि त आवाज होइन आवाज धेरै बस्ती भयो धेरै जनसङ्ख्या पनि आवाज ठुलो आउँछ त्यस्तोमा सरकारको पनि विशेष आँखा लाग्न सक्छ त्यसरी छिटो विकास हुने हो यहाँ बस्ती बाक्लिँदै गएको छ दिन प्रतिदिन यहाँको जनसङ्ख्या विस्थापित हुँदै गएको यहाँ के को लागि लगानी गर्ने भन्ने पनि त हुन्छ विद्यालयको स्थिति हेर जनसङ्ख्या छैन विद्यालयको बच्चा बसेर हुन्छ जब अहिले अब दोस्रो भन्दा तेस्रो बनाउने चलन छैन अहिले पहिला चलन कि घरमा 5-6 एक जोडी 5-6वटा जन्माउनु पर्यो त्यो पनि छैन जन्माएर के गर्ने तिनीलाई जन्माएर कर्तव्य मात्रै निभाइन्न तिनीलाई खानेपानी शिक्षा दीक्षा सबै दिनु पर्यो होइन गाउँमा जनसङ्ख्या नै कम्ती छ भने विद्यालय सङ्ख्या पनि कसरी पर्छ त त्यो पनि सम्भव भएन अब त्यही भएकोलाई पनि कसरी राम्रो बनाउने भन्नेतिर अब हाम्रो पनि ध्यान पुग्नु सकेको छैन म त भनिहालेँ अघि नै जम्मा 68 लाख हुन्छ एउटा बिल्डिङ लगाउने यत्रो बजेट छ कहाँ हेर्ने हो चुरु अलि भनौँ पोहोर सालदेखि मेरो पालामा आएदेखि यो विद्यालयलाई घरबार घेराबार पोहोर साल कम्प्युटर दिएँ एउटा ल्यापटप बिचरा शिक्षकको हालत पनि बहुत खराब हुन्छ उहाँ नगरपालिका तालिममा गयो भने भिड हात लगिरहेको त्यो कागज किताबमा लेखेर कति साध्य हुन्छ र कम्प्युटरमा लेखेर सेभ गरेर पछिसम्म त हेर्न पाइयो नि त बहुत भइरहेको लाग्यो त्यही भएर अहिले साल ल्यापटप दिनुपर्छ भनेर पोहोर साल दियो र ल्यापटप मात्रै भएर होइन प्रिन्टर बाँड्ने बाँकी छ त्यो प्रिन्टर ल्याएछ त्यो कहीँ घेराबार छ फलाटे स्कुलमा भने पोहोर सालको बजेट 50,000 क्यान्टिन त्यो छानाहरू भत्काएर त्यो बनाउनु पठाइयो अब गर्नु के त्यहाँ विद्यालय फेरि ठाउँ अलि नजिक हुन्थ्यो भने त्यो विद्यालय मर्दै हुने खालको पनि छ यो चाहिँ खुलखुलेमा छ जम्मा 7-8 जना विद्यार्थी हुन्छन् त्यहाँ लगानी गर्नु के फेरि त्यो फलाटेर त्यो खुलखुलेले मर्छ भन्दा चाहिँ अलिक विद्यार्थी धेरै हुन्थ्यो त्यो पनि असम्भव क्या कि सानो बच्चाको लागि त त्यो दूरी टाढा हुन्छ
त्यही समतलमा जानुभयो भने चाहिँ उकालो गरालो पुरा अपडाउन गर्नुपर्छ। यो भूगोलले गर्दा यस्तो घाटा छ, कहाँनिर कसलाई कति पुर्याउने के सानो आकारको बजेटलाई मनमा त मन त छाती मात्रै ठुलो भएर हुने रहेछ क्या, सबैतिरबाट मिल्नुपर्ने रहेछ। अब भालुवडा हेर्नु झन् विकट, जब त्यहाँ बच्चाहरू खेल्दा खेल्दा त्यो झिकमा पुग्यो भने भेट्न गाह्रो तल त्यो खसेन बाँध्ने स्थिति छैन। अब अहिले एकचोटि अहिले चाहिँ साल चाहिँ घेराबारको रकम हाल्दै दिँदाखेरि अब त्यो काम गर्दै बाँकी छ। अब टाढा छ भूगोल, बाटो अप्ठ्यारो छ, महँगी कति छ, मेटेरियल लिने ढुवानी गर्न नै गाह्रो छ। त्यही गरेर पनि मान्छेहरू समस्या त तपाईँहरू सुनाउनु हो मलाई, सबै स्वागत एकदम राम्रो। अब त्योभन्दा बढी समस्या म आफै देखिहालेँ कि अब के गर्नु के। अनि हाम्रो यो ठाउँ त कृषि योग्य, हामीले कृषि यता ध्यान हामीले कृषि भन्दाखेरि खेतीपाती धानलाई विशेष गरेर हामीले धानलाई मात्रै भन्छौँ। तपाईँहरूको ध्यान उता छ, मैले सोध्छु नि मैले के भन्नु है, हामीले कृषि भनेर धानमा सोच्छौँ कि त्योभन्दा अन्न त अरू होइन जस्तो लाग्छ। हाते मुलुक गऱ्यो कि इच्छा पाठा। अनि कृषिमा फलफुल पनि पर्छ, तरकारी पनि पर्छ। हामीले जति जोड भातलाई गर्छौँ भने धानलाई गर्छौँ, त्यति खर्चले त्यति मेहनतले हामी तरकारी उत्पादन गर्छौँ नै। हुनु पर्थ्यो तरकारी यति भात यति खाने हो, हामी के गर्छौँ भात यति तरकारी नभए पनि हुन्छ, यति नभए पनि हुन्छ। हाम्रो सिस्टम यो छ, त्यो भएर हामीले जे धेरै खान्छौँ त्यही धेरै उत्पादन गर्छौँ होइन र। त्यही भएर हामीले अरू तरकारी फलफुलतिर हामी ध्यान दिन्नौँ, जबकि त्यही तरकारी बराबर हुन्छ। तर यहाँ यो धर्ती उभिएर आउनुपर्छ थाहा हुन्छ। तर पनि नमिल्ने गर्न नसक्ने कुराहरू केही होइन, प्रयासले गर्ने हो। सबैको दृष्टिकोण सकारात्मक हुनु पर्यो, सबैको उत्तिकै महत्त्वपूर्ण दायित्व हुनु पर्यो, भूमिका हुनु पर्यो। बन्छ नभन्ने होइन, नगरे गरे के हुन्न भन्ने एउटा उखान छ नि, त्यो चरितार्थ हुन्छ। सबै जम्मा भएर सफल गरेपछि अब त्यो मद्दा होइन, जस्तै दही मथेर नुहाउने दिन्छ, त्यो एउटा न एउटा चिज त राम्रो सकारात्मक परिणाम त पक्कै अवश्य आउँछ। त्यही भएर यस्ता कुरामा देश समाज बनाउने कुरामा के अरे नकारात्मक कुरा मात्रै नसोचेर सकारात्मक कुरा सोचेर त्यही अगाडि बढ्यो भने समाज बन्न बेर लाग्दैन, छिटै बन्छ भन्दै आगामी वर्ष पनि यस्ता कार्यक्रम हुँदै गर्नेछन् र म आशा गर्छु अर्कोचोटि उपस्थित धेरै होस्। हामी पनि धेरै सूचना दिनुपर्ने हुन्छ होइन। र अनि एउटा कुरा लक्ष्मी बहिनीको सम्झेँ, हाम्रो गुरुबाकोटको चिनारी नै हो, गुरुबाकोटको चिनारी नै हो। त्यहाँ हामी वडाको तर्फबाट एउटा समिति पनि बनायौँ केही गर्न सकिन्छ भनेर। समिति बनायो, कहीँबाट आउनु सक्यो त्यसलाई व्यवस्था गरेर भन्ने हो, त्यो हिसाबले बनाएको। कहीँबाट केही जुट्न सकेका छैन। अब एक दुईचोटि त बरु गाउँघरमा महिला दिदीबहिनीहरूले आमासँग लगेर सरसफाइ गरियो, त्यो केही अलिकति स्याबासी पाइएको थियो। तर अहिले गइएन। अब एकचोटि अब यो बर्खा लाग्नुभन्दा अगाडि फेरि अरूले त मलाई गएन र आमा समूहलाई नै गर्नु पर्ला सफाइको लागि। र अब यो रोडको लागि भन्ने हो भने त्यहाँ सबभन्दा पहिला सडक नै हो। सडकको लागि 2-3 ठाउँ योजना हालिदिने माग गरिरहेछ। अब त्यो आउने नाम कसरी नपारिदिने उहाँहरूकै मर्जी होला, आफ्नो कर्तव्य त गरिरहेछ। माग चाहिँ 1-2 दिन भएको छ, हुन्छ भन्ने भएको छ। अब त्यो हुने बेलामा हुनेको होइन। त्यसपछि मेन समस्या भन्नु त्यहाँ थियो। अनि त्यो व्यवस्थापन सबभन्दा त घेराबा अब त्यो तल त्यो जो पानी भएको भएको त अब कसै प्राइभेट हो होइन, त्यो मात्र लगानी गरेर गर्ने कुरा भने त्यो डाँडो भएर त सरकारले नै हो, त्यो हामीले लगानी गर्ने ठाउँमा घेराबार गर्न सक्नु पाए। त्यहाँ लगाएका बोटबिरुवाहरू बाँच्थे, त्यहाँ बनाएका संरचनाहरूलाई सुरक्षित गर्न सकिन्थ्यो। त्यसपछि त्यहाँ एउटा त्यसरी घेराबार 1-2 हुन्थ्यो नि त, एउटा
ढोका भयो भने एकजना मान्छे राखेर त्यहाँ टिकट सिस्टम पनि चलाउन सकिन्छ क्या टिकट चलाउनुपर्छ त अनि पानीको व्यवस्था सबैभन्दा पानीको व्यवस्था पनि छैन त्यहाँ अब यही पानी अलिकति अब सरसल्लाह गरेर भए पनि मोटर सटरको व्यवस्था गरेर भए पनि त्यो पोखरीमा खसाल्न नभए पनि त्यहाँ जाने पर्यटकहरूको लागि दिउँसमा पिउने पानीसम्म व्यवस्था गर्नुला भन्ने छ भर्खर अब त्यहाँ बत्तीको पोल त गाडिया छ बत्तीको तार लगाउने चाहिँ अब नगरपालिकामा अस्ति कार्यपालिका मिटिङमा पास बनाएको छु है तारको लागि त्यो भयो भने फेरि पनि हातै जोड्नु होला एउटा मोटर किनेर त्यो दहको पानी माथिकैमा टोयलेट माथि हालिदियो त्यसपछि टोयलेट परेमा जान सकिन्छ भन्ने हो खानेपानी पनि अब यहीबाट जो अहिले खाइपाइ आइरहेको त्यहाँ गिछ त्यहाँबाट अलिकति सरसल्लाह गरेर मोटर लगाएर गर्ने भन्ने छ अरू उपाय हामी नसक्ने यस्ता छौँ कोहीबाट कोही डोनेसन फेरि आयो भने त गर्न सकेला राम्रोसँग ल भन्दै आजको यो वडा स्तरीय वडा नम्बर 1 को वडा स्तरीय सार्वजनिक सुनाइको कार्यक्रममा उपस्थित सम्पूर्णलाई धेरै धेरै बधाई दिँदै आजको यो कार्यक्रम यही समापन भएको घोषणा गर्छु धन्यवाद।